आजको भिडियोमा हामीले एउटा महत्त्वपूर्ण टपिकको बारेमा कुरा गर्न गइरहेको छौँ। त्यो टपिक के हो भन्नाले अब रिमाटोइड आर्थराइटिसको बारेमा चाहिँ हामीले डिस्कस गर्नेछौँ। र यो रिमाटोइड आर्थराइटिस भनेको के हो र यसको कारणहरू के छन् र यसको लक्षणहरू के छन् र यसको उपचारका के गर्नुपर्छ र डायग्नोसिस कसरी गर्ने भन्ने कुराहरूमा धेरै कुराहरू जस्तो कुराहरूमा तपाईहरुले यस भिडियोमा जानकारी गराउन गइरहेको छु। यो रिमाटोइड आर्थराइटिस भन्नाले एउटा सिस्टमिक अटोइम्युन डिजिज हो जसमा चाहिँ हाम्रो साइनोभियल जोइन्टको कुनै पनि जोइन्टको साइनोभियल लाइनिङमा डिस्ट्रक्सन डिफेक्ट आउँछ जसले गर्दा त्यस जोइन्टमा पेन इन्फ्लामेसन हुने रेडनेस हुने पेन हुने स्वेलिङ हुने जस्ता सिम्पटम्सहरू देखिन्छ। यही हो रिमाटोइड आर्थराइटिस। यसको कजहरूको कुरा गर्दाखेरि यसमा चाहिँ मेन कज इज नट नोन। अब एक्ज्याक्ट कज यसको थाहा छैन। अब यसको सेकेन्डरी कजमा जेनेटिक फ्याक्टर भयो र इन्भाइरोमेन्टल फ्याक्टर पनि आउँछ यसमा। त्यस सँगसँगै अब रिमाटोइड आर्थराइटिसको लागि जेनेटिक फ्याक्टर पनि मोस्ट अफ दि प्रिडिस्पोजिङ फ्याक्टर भन्न सकिन्छ। त्यो सँगसँगै अब एउटा कुरा के आउँछ हामीले कि अब यो महिलाहरूमा बढी देखिन्छ पुरुषभन्दा। यो कारण के छ भने त्यो बेग्लै कारण हो थाहा पनि छैन र यो महिलाहरूभन्दा के भन्छ पुरुषहरूभन्दा बढी महिलामा देखिन्छ। द्याट इज द रिजन्स। अब यसको सिम्पटम्स र क्लिनिकल सिम्पटम्स के छ भन्नाले अब मेनली अब यसको सिम्पटम्स गर्दाखेरि यसले स्मल जोइन्टहरूलाई इफेक्ट गर्छ। जस्तै हातको इन्टरफाइलेन्जियल जोइन्टहरू भयो, मेटाकार्पल जोइन्ट्सहरू भयो, रिस्ट भयो, एल्बो भयो, एन्ड समटाइम्स नी पनि हुन्छ। तर मेनली यसले के गर्छ स्मल जोइन्ट्सहरूलाई इफेक्ट पार्छ। अब यो सिम्पटम्स भयो र यसका अझै कुराहरू अब त्यो कुन अर्गनलाई कुन जोइन्टले बढी इफेक्ट गर्ने कुरा भयो। अब यसको अब काम गर्दाखेरि रिलिफ हुने र आराम गर्दाखेरि दुख्ने हुन्छ यसमा हैन। त्यस्तै मर्निङ स्टिफनेस हुन्छ, मोर देन 1 आवर पनि हुनसक्छ। स्टिफ एकदम नचलाउन सक्ने जस्तो हुन्छ र यसमा मर्निङमा चाहिँ अब सिमेट्रिकल हुन्छ। जस्तैमा अब राइटको एल्बोमा पेन भइरहेछ भने यहाँ पनि पेन हुन्छ। मोस्ट अफ द केसेसमा के हुन्छ सिमेट्रिकल सिम्पटम्स आउँछ राइट। सिमेट्रिकल जोइन्ट इन्भल्भमेन्ट हुन्छ इन आरएमा। अब यसको साइनको कुरा गरेँ सिम्पटम्सहरू भयो पेन इन्फ्लामेसन र लेट सिम्पटम्समा के हुन्छ डिफर्मिटीहरू आउँछ। नेक डिफर्मिटी आउँछ। त्यसपछि कार्टिलेजहरूको डिस्ट्रक्सन्स हुन्छ लेटमा कुरा गर्दाखेरि त्यो आउँछ। त्यस्तै अब यसको डायग्नोसिस भन्नाले कसरी गर्ने भन्ने कुरा प्लस क्लिनिकल पनि गर्नुपर्छ। त फर्स्ट अफ अल त क्लिनिकल प्लस अनि त्यसपछि आरए फ्याक्टर हेर्छ हामीले बिरामिक आरए फ्याक्टर र प्लस क्लिनिकल भयो। अब आरए फ्याक्टर अब समटाइम्स कुनै पनि इन्फेक्सनले गर्दा पनि मानव बढ्यो तर आरए फ्याक्टर इज जस्ट अ स्क्रिनिङ। वी क्यान कन्फर्म फ्रम द्याट आरए फ्याक्टरबाट कन्फर्म गर्न मिल्दैन। अब आरए कन्फर्म गर्न मिल्दैन। त्यसपछि हामीले त्यसको कन्फर्मेसनको लागि एन्टी-सीसीपी एन्टिबडी हामीले पठाउँछौँ अनि त्यो आएपछि त्यसको बलअनुसार त्यसले हामीले कन्फर्म गर्न सकिन्छ। अब त्यो गरेपछि के छ भन्नाले हामीले एक्सरे पनि गर्छौँ। कहिलेकाहीँ एक्सरे पनि गर्नुपर्छ। हाम्रो जोइन्टको स्पेस क्लोजर भएको छ कि छैन भन्ने घटेको छ कि छैन भन्ने कुराहरू पनि त्यसको एक्सरेबाट पनि थाहा हुन्छ। डिफर्मिटीहरू पनि एक्सरेबाट हाम्रो थाहा हुन्छ। एक्सरे पनि हामी लिन्छौँ। त्यसपछि त्यो गरेपछि अब आयो कुरा त्यसलाई म्यानेजमेन्टको कुरा गर्दाखेरि एउटा नन मेडिकलबाट आउँछ र एउटा मेडिकलबाट। अब इनिसियल छ माइनर छ भन्नाले अब हामीले एक्सर्साइजहरू गरेर र त्यसलाई ठिक्क पार्ने पहिला प्रयास हाम्रो त्यही हुन्छ। अब नन मेडिकलबाट भएन भने मेडिकलतिर आउँछ। अब मेडिकलतिरको कुरा गर्दाखेरि हामीले पहिला सर्वप्रथम यसको दुईवटा छ औषधिहरू। अब हामीले एउटा डिमार्स दिनुपर्छ डिजिज मोडिफाइङ एन्टी रुमेटिक ड्रग। डिमार्स भन्नाले डिजिज मोडिफाइङ एन्टी रुमेटिक ड्रग्स दिन्छौँ हामीले।
यसमा चाहिँ के पर्छ मेथोट्रेक्सेट, सल्फासिलाजिन, हाइड्रोक्लोरोक्विन पर्छ। फर्स्ट चोइसमा चाहिँ के हुन्छ मेथोट्रेक्सेट आउँछ। फर्स्ट चोइसमा के हुन्छ मेथोट्रेक्सेट आउँछ। मेथोट्रेक्सेट 7.5 to 10 ml चाहिँ हामीले हप्तामा एकचोटि दिन्छौँ र त्यसको नेक्स्ट डेमा फलोक्सिन 5 ml हामीले दिन्छौँ। त्यसपछि हामीले पेन किलरको लागि डिक्लो, सिक्लो, इब्रुफेन वाट एभर वी हेभ एभाइलेबल वी क्यान प्रिस्क्राइब द्याट थिङ। त्यसपछि पनि अब एन्टासिड दिनु पऱ्यो, प्रोटोन पम्प इन्हिबिटर दिनु पऱ्यो, प्यान्ट अफ ओमिप्राजोल, त्यो मेन कुरा। त्यसपछि अब के छ सर्ट टर्म अब हामीले त्यो पनि चलाउँछौँ, स्टेरोइड चलाउँछौँ, कर्टिकोस्टेरोइडमा प्रेडनिसोन चलाउँछौँ, ट्यापर गरेर निकाल्नुपर्छ। एन्ड फलोअपमा बोलाउँछ हामीले बिरामीले। यो दिएपछि मान्छेले बिरामीले के भन्छ हामीले तपाईँ 2 हप्ता 3 हप्तापछि आउनुहोस्। जब बिरामी फलोअपमा आएपछि अब हामीले पेन त्यसो के कस्तो छ, स्टिफनेस के कस्तो छ चेक गर्छ। अब इम्प्रुभ छैन भने हामीले एड गर्छौँ हाइड्रोक्लोरोक्विन अथवा सल्फासिलाजिन एड गर्छौँ र फेरि हामीले एक्सर्साइजहरू गर्नलाई दिन्छौँ, भन्छौँ, सल्लाह दिन्छौँ। अब यो गरेपछि एक्सर्साइजहरू गरेपछि अब ठिक हुन्छ भनेर एउटा हाम्रो प्रोसेसमा आउँछ। अब योबाट भएन भने अब बायोलोजिक्स एजेन्ट्सहरू TNF त्यो पनि दिनुपर्छ कहिलेकाहीँ। सो त्यो कुरालाई पनि हामीले ध्यान दिनुपर्छ भन्ने कुरा मेरो माइन्डमा आउँछ। हस् धन्यवाद। आजको यस भिडियोमा तपाईँहरूलाई यतिकै भन्दै म बिदा लिन चाहन्छु र भोलि चाहिँ अर्को टपिक लिएर आउँछु। हस् धन्यवाद।